हेलो साथीहरू, हामी चाहिँ आज घुम्न आएको सखरखण्ड हो। कति धेरै रोपेर चाहिँ सखरखण्ड यो चाहिँ पार्कमा हामी घुम्दैछौँ आज चाहिँ। यहाँ चाहिँ हरियाली पुरा है, सबैजना घुम्ने ठाउँ, यहाँ एकदम रमाइलो ठाउँ रहेछ। अब म चाहिँ पानी खान्छु। हिँड्दा हिँड्दा कस्तो पानी तिर्खा लाग्यो क्या चिज। एकदम रमाइलो ठाउँ रहेछ क्या यहाँनिर चाहिँ होइन। यहाँनिर चाहिँ कोहीतिर चाहिँ यस्तो बाटो बाटोमा पानी राखेको हुन्छ क्या, कसैलाई तिर्खा लाग्यो भने खानु नर्मल। हाम्रो नेपालमा जस्तो यस्तो खोला खाल्चोतिर मिल्दैन के अरे यहाँनिर चाहिँ होइन। यहाँनिर चाहिँ यस्तो यस्तै ठाउँहरू हुन्छ है, कस्तो रमाइलो ठाउँ रहेछ क्या, जङ्गलै जङ्गल भएको है। अनि काठमाडौँतिरको पार्कहरू हुन्छ नि त्यस्तै लाग्यो क्या, हेर्न कति धेरै रुखहरू है। अबे नोट हराउँदा पो रहेछ। आइज भन्दाखेरि नि आउने केही कस्तो राम्रो छ यहाँको बिरालोहरू चाहिँ कस्तो डराउँदैन क्या मान्छे देखेर है। झन् मान्छे पछि पछि हिँड्छ क्या हेर्न। मेरो मुख कति कालो छ, मेरो मुख कस्तो पुरै बिग्रेको क्या, पुरा त्यो फोटो आएर एकदम बिग्रिरहेको छ। कत्रो ठुलो जङ्गल हौ यहाँनिर चाहिँ। पुरै सुटिङ गर्ने जस्तो ठाउँ यहाँ बनाऊँ न एउटा फिल्म सुटिङ गर्ने जस्तो ठाउँ छ क्या, कस्तो राम्रो क्या। हजुरहरूलाई पनि कसैलाई घुम्नु मन छ भने आउनु होला यहाँनिर। जङ्गलमा छौँ है आज चाहिँ हामी टावर काट्न। सालमियामा हो है, सालमियामा एकदम रमाइलो ठाउँ छ, पैसा सैसा दिनु पर्दैन, फ्रीमा घुम्नु पाइन्छ है। हेर्नु यहाँ कस्तो राम्रो ठाउँ छ क्या, हेर्नु यहाँ बत्ती, यहाँबाट चाहिँ हामी भित्र पस्छ। कस्तो साउन्डहरू चाहिँ यस्तो ठोकेर आउँछ क्या, आफै माथि हो भन्ने मिल्यो क्या, यस्तो ठोकेर हेर्नु है। बत्ती बोलेको छ चारैतिर, स्टार्ट भयो, बत्तीहरू बोलेको छ, झिलिमिली छ। यो चाहिँ जाने रास्ता, उताबाट चाहिँ आउने रास्ता, यहाँ चाहिँ दुईपट्टि रास्ता छ कि, गाडीमा हिँडेको गाडीहरूको रास्ता हुन्छ नि त्यस्तै क्या। हामी यताबाट जान्छौँ, उनीहरू उताबाट आउँछ। हेर्न कस्तो कलरहरू बदलिरहेको छ कि लाइटको चाहिँ राम्रो पाउँछ कि। तपाईँहरू पनि आउनु है, फ्रीमा घुम्न पाइन्छ यहाँनिर चाहिँ, फ्रीमा। कस्तो राम्रो ठाउँ छ हेर्नु न, तपाईँहरू पनि आउनु ल, कति राम्रो ठाउँ छ। कलरहरू चेन्ज भएको, आफ्नो साउन्ड चाहिँ ठोकेर आफैपट्टि आउँछ क्या। राम्रो लाग्यो मलाई चाहिँ यो ठाउँ है, आउनु होला तपाईँहरू पनि।